अहिले एउटा विशेष परिस्थितिमा प्रतिनिधि सभाको निर्वाचन घोषणा गरिएको छ र यसको एउटा विभिन्न खाले कार्यक्रमहरू आयोजना गरिएका छन्। यसका विभिन्न खालका बहस त छँदैछन्, तर म त्यता नगएर अहिले चाहिँ चुनाव लगभग हुने स्थितिमा हाम्रो पार्टी पनि यो पटकको प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्नको लागि अगाडि बढेको छ, उभिएको छ, यहाँ उपस्थित छ। त्यसमा कसरी जान्छौँ त हामी भन्ने सन्दर्भमा यो हामीले एउटा प्रतिबद्धता पत्र तयार गरेका छौँ र यहाँ वाचन पनि भइसकेको छ। कमरेड यहाँ वाचन गर्नुभयो, एकछिन तपाईँहरू सबैले लाग्यो होला घोषणा पत्र यहाँ वाचन गरेर यो समय कस्तो होला भन्ने कुरा पनि लाग्यो होला, तर यहाँले सुनि नै सक्नुभयो। हामीले निकै छलफल गरेर यो प्रतिबद्धता पत्र देशको जुन परिस्थिति छ त्यसलाई सम्बोधन गर्ने स्तरमा तयार गरे हुन्छ र त्यति कुरा जनतामा राख्न पाएपछि अहिलेलाई पुग्छ। त्यसकारण चाहिँ निकै ठुला एउटा चाहिँ मतलब घोषणा पत्रहरू तयार गर्ने, जनताको बिचमा चाहिँ सकि नसकी वाचन गर्ने, पढ्ने, तर त्यसको चुनावपछि त्यसको औचित्यताको बारेमा, त्यसको सान्दर्भिकताको बारेमा लगभग बहस अन्त्य हुने र लडाइँ चाहिँ पुरै चाहिँ संसद केन्द्रित, सत्ता केन्द्रित भएर होइन सामान्यभन्दा सामान्य कुरा पनि पुरा नहुने जो स्थिति हामीले नेपालमा विगतमा देख्यौँ, त्यसलाई मध्यनजर गर्दै हाम्रो पार्टीले चाहिँ यो 4 वर्ष 5 वर्ष हामी चुनावमा प्रतिस्पर्धा गरेर सहभागी बनेर जितेर गयौँ भने 4-5 वर्षमा हामीले जनतालाई देखाउने बाटो के हो भन्नेसँग मात्रै सम्बन्धित भएर देशलाई हिँडाउने बाटो के हो, जनतालाई देखाउने बाटो के हो र हामीले के गर्न सक्छौँ भन्ने विषयलाई केन्द्रित गरेर यो प्रतिबद्धता पत्र हामीले तयार गरेका छौँ। त्यो एकदमै संक्षिप्तमा छ। यसलाई बिस्तारै फुगाउँदै लग्यो भने एउटा ठुलै पुस्तक पनि तयार गर्न सकि नै हालिन्छ र हामीले आवश्यक पऱ्यो भने त्यस्तो पुस्तकको तयारी पनि हामी गर्न सकिहाल्छौँ। तर अहिले जनतालाई बुझ्न सजिलो होस्, किनकि जनता पनि सबै हामीले छलफल गर्दा संक्षिप्तमा आफ्ना कुराहरू राख्ने अथवा सुन्ने उनी चाहन्छन् र जनताले छिटो बुझ्ने कुरा पनि उनले खोजिरहेका छन्। त्यसकारण हामीले एउटा संक्षिप्तमा यो चाहिँ प्रतिबद्धता पत्र तयार गऱ्यौँ र यहाँको बिचमा ल्यायौँ। अब यसमा मुख्य हामीले जनतालाई अपिल गर्न खोजेको कुरा, हामी यो प्रतिस्पर्धा गर्दाखेरि हाम्रो पार्टीलाई किन जिताउनुपर्छ, जनताले, नेपाली श्रमिक जनताले होइन किन हामीलाई मतदान गर्नुपर्छ, किन नेकपा माओवादीका प्रतिनिधिहरूलाई, उम्मेदवारहरूलाई जिताउनुपर्छ भन्ने कुरा चाहिँ हामीले यहाँ राखेका छौँ। र हाम्रा प्रतिनिधिहरूले विजय हासिल गरेपछि संसदबाट, प्रतिनिधि सभाबाट के काम गर्नेछन्, राजनीतिमा के गर्नेछन्, आर्थिकमा के गर्नेछन्, समाज र संस्कृतिमा के गर्नेछन्, राष्ट्रिय स्वाधीनताको पक्षमा के गर्नेछन् होइन आदि इत्यादि विषय जो हामीलाई एकदमै जरुरी छ र हामीले अहिले सडकबाट उठाइ पनि राखेका छौँ, ती विषय हामीले यहाँ प्रस्तुत गरेका छौँ। म साथीहरूको बिचमा तिनै विषयमा थोरै प्रकाश पार्न चाहन्छु। पहिलो कुरा, हाम्रो यो प्रतिबद्धता पत्रको राज्य सम्बन्धी दृष्टिकोण के छ, हाम्रा उम्मेदवारले जितेपछि हामीले के कुरा राख्न खोजेका छौँ भन्दाखेरि यो लगातार सङ्घर्ष, क्रान्ति र विद्रोहबाट आजसम्म नेपाली राज्य जनताले चाहेको जस्तो राज्यमा बदलिएको छैन या सङ्गठित हुन सकेको छैन। त्यो के हो भन्दाखेरि जनताका सारा विद्रोहहरूको केन्द्रमा चाहिँ समाजवाद हो, नेपाली विशेषताको समाजवाद हो र त्यो पनि कस्तो हो भन्दाखेरि अग्राधिकार सहितहरूको समाजवादी सङ्घीय ढाँचाको राज्य हुनुपर्छ भन्ने हाम्रो पार्टीको प्रस्ताव छ। जनताका अहिलेसम्मका चाहनाहरू त्योभित्र मेल खान्छन् र त्योभित्र समेटिन्छन्। जनतालाई हामीले तयार गर्दाखेरि पनि हरेक सङ्घर्ष, क्रान्ति र विद्रोहमा नयाँ राज्यको अवधारणा सहित तयार गरेका हौँ। जति पनि बलिदानहरू भएका छन्, सङ्घर्षहरू भएका छन्, तिनको केन्द्रमा चाहिँ नयाँ राज्यको चाहना, आकाङ्क्षा छ। त्यो राज्य कस्तो हो त भन्दाखेरि त्यो राज्य पुँजीवादी खालको होइन, त्यो राज्य संसदीय पनि होइन। त्यो राज्य भनेको चाहिँ अग्राधिकार भएको नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गको अधिकार सुनिश्चित हुने र विशेष गरेर उत्पीडित जातिहरूको अग्राधिकार सुनिश्चित गर्ने खालको समाजवादी सङ्घीय राज्य बन्नुपर्छ भन्ने हाम्रो एकदम सुस्पष्ट दृष्टिकोण छ, जो हामीले क्रान्तिमा लगातार राख्दै आएका पनि क्रान्तिको प्रक्रियामा आज पनि नेकपा माओवादी त्यही विषयलाई लिएर, राज्य सम्बन्धी त्यही धारणालाई लिएर सङ्घर्ष गरिरहेको छ
हाम्रो प्रतिनिधिले जितेमा यो राज्यलाई समाजवादी सङ्घीय राज्यमा बदल्नको लागि हैन काम गर्नेछ। कानुनी ढङ्गले, राजनीतिक ढङ्गले, संसदीय एउटा मञ्चमा आफ्ना कुराहरू राखेर हैन संविधानलाई परिवर्तन गरेर पुनर्लेखन गरेर जनताको साथ सहयोगमा चाहिँ नेपालको राज्यलाई हैन अग्राधिकार सहितको समाजवादी सङ्घीयतामा बदल्न पहल गर्नेछ। त्यसकारण आजसम्म जनताले जो सङ्घर्ष गरिराखेका छन् र अस्ति भर्खरै पनि जेनजी विद्रोह जो भयो त्यहाँसम्मका प्रस्तावहरूलाई हेर्दाखेरि नयाँ राज्यको माग हो, नयाँ राज्यको आकाङ्क्षा हो। त्यो कुरालाई हामीले यहाँ प्रस्तुत गरेका छौँ। यस अर्थमा यो हाम्रो प्रतिबद्धता पत्रमा अहिलेसम्म राज्य सम्बन्धी अधुरो कार्य जो छ नेपाली जनताले चाहेको तर पुरा हुन नसकेको त्यो कुरा हाम्रा प्रतिनिधिहरूले प्रतिनिधित्व गर्नुहुनेछ। एक त्यसो गर्दा अनि त्यो राज्यमा शासकीय स्वरूप कस्तो हुनेछ त भन्दाखेरि संविधानको पुनर्लेखन गरिनेछ। संविधानमा सबै वर्ग, जाति, क्षेत्र, लिङ्गका अधिकारहरूलाई सुनिश्चित गरिनेछ र त्यसपछि मात्रै अनि शासकीय स्वरूपको कुरा आउँछ। हामीले के भनेको छौँ, नेपालको कार्यकारी प्रमुख हैन मुख्य जो कार्यकारी प्रमुख हुन्छ राष्ट्रपति प्रणालीमा जानुपर्छ भन्ने हामीले यहाँ प्रस्ताव गरेका छौँ। त्यो राष्ट्रपति प्रणालीमा जाँदा संविधानको नयाँ व्यवस्था र राज्यको नयाँ पुनर्संरचना सहित जाँदाखेरि शासकीय स्वरूप राष्ट्रपति र त्यसको निर्वाचन चाहिँ प्रत्यक्ष जनताद्वारा हुने व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो दोस्रो कुरा छ। तेस्रो कुरा प्रतिनिधि सभा कस्तो हुनुपर्छ त? कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष आउने भएपछि प्रतिनिधि सभा कस्तो हुनुपर्छ भन्दाखेरि प्रतिनिधि सभा पूर्ण समानुपातिक हुनुपर्छ। त्यसमा वर्गको प्रतिनिधित्व, जातिको प्रतिनिधित्व, लिङ्गको, समुदायको, विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ र त्यो प्रतिनिधित्व सम्पूर्ण समानुपातिक हुनुपर्छ। जनताबाट निर्वाचित प्रत्यक्ष निर्वाचनद्वारा आउने हुनुपर्छ र त्यो प्रतिनिधि सभाले राज्यका नियम, कानुन, अन्तर्राष्ट्रिय मामिला आदि इत्यादिमा मुख्य भूमिका पुरा गर्नुपर्छ। त्यो चाहिँ संसदबाट सरकार निर्माण गर्ने अहिलेसम्मको परम्परागत प्रक्रियालाई अन्त्य गर्नुपर्छ भन्ने हाम्रो छ। र सरकार राष्ट्रपति प्रमुख हुने भइसकेपछि जनताबाट आउने भएपछि मन्त्री परिषद या कार्यकारी संरचना जो हुन्छ कार्यपालिका, त्यो कार्यपालिका चाहिँ अहिलेसम्मको व्याख्यामा कार्यपालिका चाहिँ विज्ञ सहितको आवश्यकता पर्दा जुनसुकै क्षेत्रबाट पनि लिन सकिन्छ तर मुख्यतः राष्ट्रपति र विज्ञहरू सहितको सहभागिताबाट हैन हाम्रो चाहिँ कार्यपालिका बन्नुपर्छ भन्ने हाम्रो यहाँ दृष्टिकोण छ। अब त्यसपछि गएर के छ कमरेडहरू र मित्रहरू भने यसो भएपछि अनि अहिलेसम्म अर्को एकदमै खड्किएको र पुरा नभएको विषय भनेको आर्थिक प्रस्तावहरू हो। नेपालमा क्रान्तिको मुख्य एउटा विषय भनेको आर्थिक हो। नेपाली जनताले चाहेको भनेको परम्परागत आर्थिक सम्बन्धहरूमा परिवर्तन, अन्तर्राष्ट्रिय हस्तक्षेपद्वारा निर्देशित अर्थ सम्बन्धमा परिवर्तन र नेपाली जनताले बोध गर्न नसक्ने, आत्मसात र प्रयोग गर्न नसक्ने अर्थ सम्बन्धको परिवर्तन। त्यो के हो भन्दाखेरि आजको दिनमा विगतमा दलाल पुँजीवादी र सामन्तवादी अर्थ सम्बन्ध थियो हैन, त्यसलाई जनताले बदल्न चाहन्थे। सामन्तवादी अर्थ सम्बन्धको अन्त्य त मोटामोटी भए देखिन्छ तर त्यसको ठाउँ चाहिँ जनवादी अर्थ सम्बन्ध या समाजवादी अर्थ सम्बन्धले लिन सकेन। जनताको आर्थिक उत्पादन र आर्थिक कार्यमा सहभागिता नगण्य छ। अहिले नेपालको अर्थतन्त्र आर्थिक नियन्त्रण चाहिँ दलालहरूको हातमा पुगेको छ। सीमित मान्छेहरू चाहिँ रातारात खरबपति भएर जाने, देशको सम्पत्ति पुरै उनीहरूको हातमा चाहिँ कब्जामा पर्ने र बहुसङ्ख्यक जनता टाट पल्टिएर गरिबीमा धकेलिने जो अहिलेको आर्थिक सम्बन्ध छ यसलाई बदल्नुपर्छ। र हामीले के भनेका छौँ, त्यसको लागि चाहिँ समाजवादी अर्थ सम्बन्धमा जानुपर्छ, सार्वजनिक र निजी क्षेत्रलाई लिनुपर्छ। त्यसो गर्दा अबको फेरि समाजवादी अर्थ सम्बन्ध कस्तो हुनुपर्छ भन्दाखेरि त्यो विगतमा रुसमा प्रयोग गरेको प्रकारको नभएर नेपाली विशेषतालाई समात्न सक्ने खालको, त्यसमा हामीले के भनेका छौँ भने जनताको आधारभूत जीवन र आवश्यकताको नेतृत्व या संरक्षण या त्यसको अभिभावकत्व राज्यले गर्नुपर्छ तर सबै क्षमताहरूले प्रतिस्पर्धात्मक ढङ्गले सहभागी बन्ने मौका पनि पाउनुपर्छ। त्यसको लागि हामीले के भनेका छौँ भने नेट अथवा न्यू इकोनोमिक ट्र्याक हाम्रो पार्टीको एउटा पोलिसी हो। त्यसमा जनताको आधारभूत जीवनको बारेमा राज्य उत्तरदायी हुनुपर्छ। बाँकी क्षमताहरूले आफ्नो क्षमता अनुसार अध्ययन, अनुसन्धान, उत्पादन गर्न पाउँछन्, दिनुपर्छ र
त्यसलाई हामीले के भनेका छौँ भने एकीकृत स्वामित्व हुनुपर्छ। निजी र सामाजिक, निजी र सार्वजनिक दुईटै अर्थतन्त्रलाई प्रयोग गरेर क्षमताहरूलाई पनि भरमार त्यसलाई चाहिँ होइन एउटा चाहिँ अगाडि बढ्ने उत्प्रेरणा दिनुपर्छ। तर त्यसो गर्दाखेरि चाहिँ पुँजी एकदमै एकातिर मात्रै केन्द्रित भएर जाने र जनता संरक्षणविहीन हुने जो अवस्था छ अहिले त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने चाहिँ हाम्रो छ। र राज्य पनि उत्तरदायी हुने, निजी क्षेत्र पनि स्वतन्त्रतापूर्वक सृजनात्मक ढङ्गले सहभागी बन्ने खालको अर्थ सम्बन्ध नेपालमा बनाउनुपर्छ। त्यसलाई हामीले नयाँ आर्थिक मार्ग नेपाली विशेषता अनुसारको त्यो मार्गमा हामीले लानुपर्छ भन्ने हाम्रो दृष्टिकोण चाहिँ छ, जसलाई हाम्रो पार्टीले अहिले प्रयोग पनि गरिरहेको छ। अब अर्को कुरा के छ भन्नुहुन्छ भने आर्थिक क्षेत्रकै कुरा गर्दाखेरि हामीले अन्तर्राष्ट्रिय क्षेत्रसँग पनि सहकार्य गर्नैपर्छ। त्यसो भनेर हामीले नेपाली विशेषताको आर्थिक सम्बन्धको कुरा मात्रै गरेर फेरि अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य नगर्ने कुरा जायज हुँदैन। हामीले चाहिँ अन्तर्राष्ट्रिय क्षेत्र या हाम्रो यो अहिलेको विश्व अर्थ कार्यबाट अलग थलग हामीले चाहिँ राख्नु हुँदैन, त्यो आर्थिक कार्यहरूबाट अलग राख्नु हुँदैन। तर अहिले निगम पुँजी, त्यसपछि एकाधिकार पुँजी र विभिन्न क्षेत्रबाट दलाल पुँजी प्रवेश गरेर जनताको भएको पैसा पनि लुटखसोट गरेर आफ्नो खल्तीमा हालेर जाने र तेस्रो मुलुकहरू, कमजोर मुलुकहरूलाई टाट पल्टाउने जो खालको एउटा होइन एउटा एकाधिकारवादी, निगम पुँजीवादी र दलाल पुँजीवादी चरित्रको पुँजी छ, त्यसलाई भने राष्ट्रले आफ्नो आवश्यकता अनुसार नियमन गर्नुपर्छ भन्ने हाम्रो चाहिँ दृष्टिकोण छ। जथाभावी आउने, जथाभावी जाने, पैसा नेपालमा छँदै छैन, भएको पैसा पनि त्यहाँबाट पुरै कब्जा गरेर विदेश पलायन गर्ने खालको होइन आर्थिक नीतिलाई पनि हामीले नियमन गर्नुपर्छ र त्यसो गर्नु हुँदैन भन्ने कुरा हामीले यहाँ आर्थिक क्षेत्रमा राखेका छौँ। त्यसपछि आउँछ मित्रहरू कि हामीले यहाँ सामाजिक क्षेत्रको कुरा, सामाजिक र सांस्कृतिक क्षेत्रको हामीले यहाँ कुरा गरेका छौँ। हाम्रो समाज चाहिँ अहिले एकदमै विशृङ्खलित भएको छ, असहिष्णु अराजकतातिर धकेलिन थालेको छ। नेपाली मौलिक संस्कृतिहरू असुरक्षित भएका छन्। जनताले हजारौँ वर्षदेखि नेपालमा प्रयोग गरेका जनसंस्कृतिहरू खतरामा परेका छन् र आयातित खालका छाडा अश्लील होइन यस्तो खालको संस्कृति अहिले बजारमा चाहिँ होइन छताछुल्लो भएर गइराखेको छ र नेपालको नयाँ पुस्तालाई आयातित छाडा साम्राज्यवादी खालको अथवा पुँजीवादी उपभोगवादी संस्कृतिले ध्वस्त पार्दैछ। त्यसबाट बचाउँदै हामीले यहाँ के भनेका छौँ भने एउटा सभ्य, शिष्ट, अनुशासित, सहयोगी, मानवीय समाजको निर्माण गर्नेतिर राज्यले नेतृत्व गर्नेछ। हाम्रा प्रतिनिधिहरूले संसदमा गएर, प्रतिनिधि सभामा गएर नेपाली संस्कृतिको या नयाँ संस्कृतिको निर्माण गर्नेमा नेतृत्व गर्नुहुनेछ र त्यहाँ हामीले चाहिँ बहस गर्नेछौँ। त्यसो भनेर सांस्कृतिक अधिकारहरूलाई हामी कुण्ठित चाहिँ गर्ने छैनौँ। स्वैच्छिक ढङ्गले धार्मिक स्वतन्त्रता नेपालमा लागू हुनेछ। त्यसपछि गएर सांस्कृतिक ढङ्गले मौलिक आफ्ना संस्कृतिहरूको विकास सम्वर्धन गर्न पाइनेछ, त्यो दिनुपर्छ। तर लाद्ने, विभिन्न लोभ लालचमा पारेर, दबावमा पारेर होइन विदेशी संस्कृतिलाई नेपालमा जबरजस्ती लाद्ने र नेपाली मौलिक र जनसंस्कृतिहरूलाई ध्वस्त पार्ने काममा चाहिँ राज्यले रोक्नुपर्नेछ। त्यसको लागि चाहिँ हाम्रो प्रतिनिधिहरूले त्यहाँबाट काम गर्नुपर्ने छ। त्यसपछि कुरा के छ भन्दाखेरि अब अर्को हाम्रो एकदमै ध्यान दिएको कुरा भने रोजगारीको कुरा हो। अहिले युवा पुस्तामा सबभन्दा धेरै ठुलो असन्तुष्टि या आक्रोश भनेको राज्यले रोजगारीको क्षेत्रमा शून्य लगानी अथवा शून्य के अरे योजना प्रयत्न गरेको छ होइन। लगभग केही छैन भने पनि हुन्छ। राज्यको काम भनेको अहिले कस्तो देखिन्छ भने नेपालको युवा पुस्तालाई विदेश पलायन गर्ने, वैदेशिक रोजगारीमा धकेल्ने भन्दा अर्को देखिँदैन। त्यसकारण हाम्रो प्रतिनिधिहरूले राज्यमा गएमा त्यहाँ चाहिँ नेपालमै स्वरोजगार कसरी व्यवस्थापन गर्ने, नेपालको जनशक्ति अनुसार, प्राकृतिक स्रोत साधन अनुसार, हामीसँग भएका आधारहरू पूर्वाधार अनुसार चाहिँ यही रोजगारी सृजना गर्ने, स्थानीय तहदेखि केन्द्रीय तहसम्म, केन्द्रीय सत्तादेखि लिएर स्थानीय सरकारहरू सबैको प्रयत्नमा चाहिँ स्वरोजगार निर्माण गर्ने, राज्यले रोजगारको सृजना गर्ने, उद्योग सम्बन्धी विभिन्न तपाईँको व्यवसाय सम्बन्धी कामलाई चाहिँ व्यवस्थित गर्ने भन्ने हाम्रो चाहिँ यहाँ छ। यो कुरा तपाईँले हेर्नुभएको छ। त्यसपछि हाम्रो अर्को महत्त्वपूर्ण विषय भनेको शिक्षा हो। शिक्षामा हाम्रो युवाहरू सङ्घर्ष गरिराख्नु भएकै छ। अहिले शिक्षामा वास्तवमा एउटा वर्गीयता देखा परेको छ। धनीहरूले पढ्ने शिक्षा अथवा धनीका छोराछोरीले पाउने शिक्षा र गरिबका छोराछोरीले पाउने शिक्षा आज विभाजित भएको छ र राज्य नै केमा लागेको छ भने शिक्षालाई वर्गीकरण गर्नेमा उद्धत छ भन्नुहोस् न। त्यसैले हाम्रो प्रतिनिधिले पहिलो कुरा शिक्षा क्षेत्रमा एकरूपता ल्याउनुको लागि सङ्घर्ष गर्नेछन् अथवा त्यहाँ काम गर्नेछन्, नीति निर्माणमा योगदान गर्नेछन्। ठिक छ, निजी क्षेत्रलाई अहिले हामीले खारेज गर्न नसके पनि निजी र सरकारी
शिक्षालयहरूमा अध्ययन गरिने शिक्षाको जो गुणस्तर हुन्छ त्यसलाई एउटै हैन पाठ्यपुस्तकमा ल्याउने गरी हैन पाठ्य सामग्रीमा ल्याउने गरी हाम्रो प्रतिनिधिले कामहरू गर्नेछन्। शिक्षालाई सर्वसुलभ बनाइनेछ र हाम्रो नीति अनुसार चाहिँ शिक्षा राज्यको दायित्वभित्र र राज्यले हैन पुरा गर्नुपर्ने एउटा युवाहरूको अथवा किशोरहरूको अधिकारभित्र त्यसलाई सुनिश्चित गर्नुपर्छ भनेर हामी लड्नेछौँ कमरेड। यो अब त्यसपछि आउँछ कि तपाईँको शिक्षालाई चाहिँ अत्यधिक रूपमा चाहिँ आधुनिकीकरण गर्ने, वैज्ञानिकीकरण गर्ने, व्यावहारिक बनाउने, सर्वसुलभ बनाउने र जीवन उपयोगी शिक्षा बनाउने भन्ने हाम्रो दृष्टिकोण छ र त्यो अनुसार हाम्रो प्रतिनिधिले काम गर्नुहुन्छ। त्यसपछि अर्को कुरा छ यहाँ स्वास्थ्यको क्षेत्र पनि आज एकदमै भन्नुहोस् न ठुलो एउटा समस्याको रूपमा देखा परेको छ। पैसा नहुनेले उपचार नपाउने जो अवस्था आज छ। आज भर्खरै पनि थुप्रै साथीहरू हस्पिटलमा जानुभएको छ र हामीलाई फोनहरू अहिले भर्खर पनि आइरहेछन्, यहाँ भनिदिनु पर्यो त्यहाँ भनिदिनु पर्यो, साना साना उपचारहरू पनि गर्न नपाएर हैन नागरिकहरूको ज्यान जाने अवस्था चाहिँ अहिले छ। र यस्तो तपाईँको निजीकरण यस्तो तपाईँको खाइदियो कि अब अहिले तपाईँको लाखौँ लाख रुपियाँ नभएसम्म उपचारै गर्न नसकिने जो अवस्था छ यसको अन्त्यको लागि हाम्रो प्रतिनिधिहरूले काम गर्नेछन्। स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउने, राज्यको दायित्वभित्र लिने र निजी क्षेत्र हो भने पनि त्यसको निश्चित एउटा चाहिँ मान्यताभित्र राख्ने, मन परी उनीहरूले नै घोषणा गर्ने, उनीहरूले नै तोक्ने र तपाईँको नागरिकहरूलाई चाहिँ हैन एकदम तपाईँको चाहिँ सङ्कटमा पार्ने, उपचारमा जाने र हस्पिटलबाट हाम फालेर आत्महत्या गर्ने जो खालको परिस्थिति अहिले छ त्यसको अन्त्य गर्नको लागि हाम्रो प्रतिनिधिहरूले त्यहाँ काम गर्नुहुनेछ। त्यसपछि गएर अर्को छ विज्ञान र प्रविधि। अहिले एकदमै बहस भएको विषय, नयाँ पुस्ता जेनजी आदि तपाईँहरू सबैसँग आउँदाखेरि आजको राजनीति पनि आजको तपाईँको धेरै चिजहरू विज्ञान र प्रविधिमा कमान उनीहरूको चाहिँ विज्ञान र प्रविधिको चाहिँ बन्दै गएको कुरा हामी सबैले चाहिँ बुझेकै छौँ। त्यसैले हाम्रो राज्यले चाहिँ विज्ञान र प्रविधिको क्षेत्रमा विशेष लगानी बढाउनुपर्छ। आज तपाईँले सुनिराख्नु भएको छ भर्खरै भारतले चाहिँ ठुलो स्केलको बजेट घोषणा गर्यो र त्यसको मुख्य अंश के रहेछ भने विज्ञान र प्रविधिमै लगानी गर्ने भन्ने उसले पनि निर्णय गर्यो। चाइनाको पहिलेदेखि नै थियो र विकसित देशहरूको त्यसमा छँदैछ। त्यसकारण हामी त्यो लेभलमा नसके पनि अहिले विज्ञान र प्रविधिको क्षेत्रमा राज्यले एउटा ठुलो लगानी चाहिँ केन्द्रित गर्नुपर्छ भनेर हाम्रो प्रतिनिधि त्यहाँ लाग्नुहुनेछ र सङ्घर्ष गर्नुहुन्छ। त्यसपछि परराष्ट्र नीति छ। यहाँ तपाईँले बुझ्नु भएको छ कि हामीले असमान सन्धि सम्झौता खारेजदेखि लिएर एमसिसीलाई या त कानुनभित्र ल्याउने नभए खारेज गर्नुपर्छ भनेर हामीले भनिराखेकै छौँ। त्यो कुरामा हामी सङ्घर्ष गर्नेछौँ र अहिलेसम्म नेपालमाथि लादिएका असमान सन्धि सम्झौताहरूलाई खारेज गर्नेतिर जानुपर्छ, पुनरावलोकन गर्नुपर्छ या त्यसलाई तपाईँको समीक्षा गरेर सह अस्तित्वको सिद्धान्तको आधारमा नयाँ मैत्री सम्झौताहरू गरिनुपर्छ। हाम्रो यहाँ एकदम सुस्पष्ट छ। भन्नुहोस् न अहिले के देखिन्छ भने शक्ति राष्ट्रहरूले आफ्नो इच्छा अनुसार लादेका कैयौँ असमान र राष्ट्रघाती सम्झौताहरू छन्। त्यसलाई चाहिँ हामीले खारेज गर्नुपर्छ, समीक्षा गर्नुपर्छ, पुनरावलोकन गर्नुपर्छ भन्ने कुरा यहाँ हामीले राखेका छौँ। त्यसपछि अलिकति सुरक्षा सम्बन्धी छ। आज हाम्रो देश चाहिँ सुरक्षाको मामला एकदमै तपाईँको गम्भीर अवस्थामा पुगेको छ। त्यसैले नागरिकहरूले आफ्नो सुरक्षालाई सम्वर्धन गर्ने गरी सुरक्षा गर्ने गरी चाहिँ यो तालिमको व्यवस्था पनि हामीले यहाँ राखेका छौँ। सुरक्षा नीतिहरू छन् र मुख्य हाम्रा विषय यिनी नै हुन् साथीहरू होइन। त्यसपछि गएर लगानीको क्षेत्रमा आर्थिक क्षेत्रमा यहाँ के छ भन्दाखेरि हामीले चारवटा कुरामा विशेष जोड दिएका छौँ। नम्बर 1 कृषिमा लगानीलाई चाहिँ बढाउनुपर्छ भन्ने छ। हामी आर्थिक कुरा गर्दा कृषिलाई आधुनिकीकरण गर्ने, व्यवसायीकरण गर्ने र त्यसलाई चाहिँ सकेसम्म अर्ग्यानिक बनाउने या तपाईँको विषादी रहित बनाउनेतिर हामीले जोड गर्नुपर्छ भन्ने कृषिको कुराहरू छ। कृषि गर्दाखेरि चाहिँ आफ्नो बजारलाई त्यसपछि गएर अन्तर्राष्ट्रिय बजारलाई पनि ध्यान दिएर राज्यले योजनाबद्ध कृषि उत्पादनमा चाहिँ पहल गर्नुपर्छ। त्यसको लागि हाम्रो प्रतिनिधि लड्ने भएछ। तर कृषिबाट मात्रै फेरि समृद्धि सम्भव छैन। त्यसैले कृषिलाई आत्मनिर्भरताको निम्ति प्रयोग गर्नुपर्छ। उद्योग र व्यापारलाई चाहिँ हामीले चाहिँ समृद्धिको लागि चाहिँ प्रयोग गर्नुपर्छ। हाम्रो पार्टीले आफूभित्र प्रयोग गर्दा पनि त्यही नीतिलाई अख्तियार गरेको छ। यो वर्षसम्म हामीले चाहिँ कृषिमा बढी जोड दिएका थियौँ र आउँदो वर्षबाट हामी उद्योगमा बिस्तारै प्रवेश गर्ने भन्ने पनि हाम्रो दृष्टिकोण छ र यो राज्यको हकमा पनि हैन व्यापार र उद्योगद्वारा समृद्धितिर जाने नीति अख्तियार गर्नुपर्छ। त्यसो गर्दा विभिन्न नेपालमा चाहिँ कच्चा पदार्थ भएका या स्रोत भएका उद्योगहरूको सञ्चालन गर्नुपर्छ। त्यसमा एउटा जलविद्युत भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा छँदैछ, यो चर्चित नै छ। त्यसै पर्यटन, त्यसपछि गएर ढुङ्गा, खानी, सिमेन्ट लगायतका अरू सम्भावित के अरे खानीहरूको उत्खनन गर्नेतिर जोड गर्नुपर्छ भनेर हामीले आर्थिक क्षेत्रमा यो अगाडि सारेका छौँ। त्यसपछि गएर अलिकति हामीले निजी क्षेत्रलाई पनि स्पष्ट गर्नुपर्ने कुरा के छ भने
अहिले भर्खर पनि मलाई सन्तोष सरले सुनाउँदै हुनुहुन्थ्यो, यहाँ कहाँ एउटा प्रचार छ अरे नेकपा माओवादीले फेरि चन्दा आतङ्क मचाउन थाल्यो भन्ने। यो एकदमै गलत कुरा हो। बरु यहाँ म पत्रकार बन्धुहरूबाट के स्पष्ट गर्न चाहन्छु भने नेपालमा चुनावमा सहयोग गर्नुपर्छ, चुनाव एउटा विशेष अभियान हो होइन, हामी आफ्नो तरिकाले गर्छौँ भन्ने कुरा छँदैछ। तर कैयौँ पुँजीपतिहरू उद्योग व्यवसायीहरू चाहिँ सत्तामा जो जान खोज्दैछ उसको पछि चाहिँ या अलिकति उनीहरूले आफूले चाहेको जस्तोलाई चाहिँ घरघरै बोराका बोरा पैसा पुर्याउने, अरूहरूलाई चाहिँ होइन तपाईँको चाहिँ पुरै व्यवस्था जसले यो देशको लागि लडिरहेको छ, जनताको पक्षमा लगातार सङ्घर्ष गरेको छ त्यसलाई उपेक्षा गर्ने या तपाईँको नाकाबन्दी गर्ने टाइपको हामीले देखिरहेको छौँ। अहिले चन्दा आतङ्क होइन, अहिले नेकपा माओवादीको विरुद्धमा एउटा नाकाबन्दी प्रयोग गर्न खोजेको विभिन्न तत्त्वहरूको इसारामा भन्ने कुरा हामी चाहिँ देखिरहेका छौँ। त्यसकारण भ्रम सिर्जना गर्नेतिर जो खोजी छ त्यो कुरा होइन। बरु निजी क्षेत्रलाई हामी स्पष्ट के गर्न चाहन्छौँ भने नेकपा माओवादी आयो भने के हुन्छ भन्ने जिज्ञासा छ भने हाम्रो चाहिँ स्पष्ट मैले माथि पनि भने निजी क्षेत्रको संलग्नता सहभागितालाई हामीले सुनिश्चित नै गर्नेछौँ। तर त्यसो गर्दाखेरि आम जनताको हित, आम नागरिकहरूको गाँस बास, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुरालाई पनि होइन सुनिश्चित गर्ने गरी सबैले योगदान गर्नुपर्छ। केहीको खाता र ब्याङ्कमा चाहिँ अरबौँ खरबौँ जम्मा भएर थुप्रिने कि अरू बाँकी जनता चाहिँ टाट पल्टिने जो अवस्था छ यसको अन्त्य गर्ने खालको आर्थिक नीति हुँदा राज्यले पनि जिम्मा लिनुपर्छ। हाम्रो पार्टी पनि त्योमा लाग्ने नै छ र निजी क्षेत्रले पनि त्यो कुरालाई हेक्का राख्नुपर्छ। तर निजी क्षेत्रलाई हामीले कतै पनि उपेक्षा गर्ने या तपाईँको चाहिँ वञ्चित गर्ने कुरा होइन। निजी क्षेत्रको सहभागिता संलग्नतालाई पार्टीले संरक्षण गर्नेछ र विशेषतः अझ राष्ट्रिय पुँजीपति वर्ग, मध्यम वर्गको कुरालाई हामीले विशेष जोड दिएका छौँ साथीहरू। त्यसरी नै खेलकुद क्षेत्रलाई पनि व्यवस्थित गर्ने हाम्रो यहाँ नीति छ। अनि पर्यावरणको कुरा पनि यहाँ तपाईँहरूले सुन्नुभयो। पर्यावरणमा नेपाल निकै राम्रो हो, तर पछिल्लो समयमा वैश्विक भन्छ नि विश्वभरि भइराखेका क्रियाकलापहरू, खास गरी यो तपाईँको हरित ग्यास उत्सर्जनको कुरा, अनि यो अत्यधिक तपाईँको फ्युलको प्रयोगबाट भइरहेको प्रदूषण, त्यसपछि विश्व यो मौसममा आइराखेको परिवर्तन होइन, यी सबैबाट हेर्दा हाम्रो देशमा उद्योग धन्दा या विभिन्न खालका प्रयोगहरू कमै भए पनि तपाईँले सुनि पनि राख्नु भएको छ विश्व अरू धनी देशहरू र विकसित देशहरूले प्रयोग गरिरहेका क्रियाकलापबाट चाहिँ हाम्रो देशको पर्यावरणमा गम्भीर असर परेको छ भन्ने कुरा त आइराखेकै छ। त्यसो गर्दा हामीले राष्ट्रिय रूपले पनि राष्ट्रिय स्तरबाट पनि पर्यावरणलाई संरक्षण गर्नको लागि हाम्रो सही नीति बनाएर लड्नेछौँ हामी। अर्कोतिर होइन विश्वले गरिराखेको उत्सर्जन या प्रयोगबाट आएको क्षति जो छ त्यसको क्षतिपूर्तिको लागि पनि हामीले चाहिँ अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउने र काम गर्ने भन्ने छ। यद्यपि अहिले पनि त्यसको पक्षमा प्रयत्न चाहिँ भइराखेकै छ। अब अर्को यहाँ हामीले उठाएको कुरा के हो भने सुकुम्बासीको कुरा, गरिब किसान र सुकुम्बासीहरूको कुरा छ। आजसम्म हामीले के देख्छौँ भन्दाखेरि धेरै ठुलो बलिदान, दुःख, कष्ट, सङ्घर्ष, परिवर्तनमा चाहिँ सुकुम्बासी र गरिब जनताहरूको छ। किनकि जहाँ समस्या छ उसले नै के गर्ने आन्दोलनमा चाहिँ सक्रियता देखाउने हो र भाग लिने हो। तर हरेक बन्ने सरकार र शासकहरूले उत्पीडित जनता, सुकुम्बासी, गरिब किसानहरूलाई व्यवस्था गरेको, मजदुरहरूलाई व्यवस्था गरेको अवस्था हो। त्यसकारण हाम्रो पार्टीले चाहिँ सुकुम्बासीहरूलाई छानबिन पनि गर्ने, निष्पक्ष तथ्याङ्क पनि सङ्कलन गर्ने, तर निष्पक्ष भएर चाहिँ उनीहरूलाई घाँस बास अथवा मुख्यतः बाँसको व्यवस्था अनि रोजगारीको व्यवस्था जोड दिनुपर्छ भन्ने हाम्रो नीति छ र त्यो अनुसार हामी सङ्घर्ष गर्ने छौँ। त्यस्तै प्रकारले अहिले मध्यम वर्गको कुरा छ। अहिले तपाईँको सायद केही 1 वर्ष अगाडि हाम्रो तथ्याङ्क थियो कि 1,56,000 मध्यम वर्गका व्यवसायीहरू सङ्कटमा छन्। आज भोलि पनि तपाईँले सुन्नुभएको होला होइन, दैनिक मध्यम वर्गको होइन व्यवसाय टाट पल्टिँदैछ र उनीहरू ब्ल्याक लिस्टमा, कालो सूचीमा परिरहेका छन्। अहिले भर्खरै कुरा गर्नुहुन्छ भने हाम्रै पार्टीबाट उम्मेदवार बनेको पनि 2-3 जना साथीहरूको ऋणको कारणले होइन अहिले निर्वाचन आयोगसँग छलफल गर्नुपर्ने स्थिति छ। खास गरी मध्यम वर्ग, युनिभर्सिटीबाट कलेजबाट निस्केका, विभिन्न व्यवसाय गर्दै हुर्किएका र नेपालमै केही गर्छु भन्ने चाहना राख्ने व्यवसायीहरूको अवस्था एकदमै डामाडोल छ। त्यसमा हाम्रो पार्टीले चाहिँ उनीहरूको हकमा चाहिँ एउटा सुस्पष्ट नीति बनाउने, राज्यको तर्फबाट मध्यम वर्गलाई संरक्षण गर्ने र टाट पल्टिने स्थितिमा चाहिँ सहुलियत ऋणको व्यवस्था गर्ने। अहिले पनि नीतिमा यदाकदा त सुनिन्छ, तर त्यसको प्रयोग छैन। जो पहुँचवाला छ र सोच पोच लाग्छ उनीहरूले मात्रै त्यस्तो सुविधाको भोग गरेको अलिअलि देखिन्छ। बाँकी धेरै मध्यम वर्गका साथीहरू चाहिँ अहिलेको ब्याङ्क ऋणबाट या अरू विभिन्न कर्जाबाट टाट पल्टिने स्थिति र भएको सम्पत्ति पनि सकाप भएर सडकमा पुग्ने जो अवस्था छ, यसमा मध्यम वर्गको रक्षाको निम्ति पनि हाम्रो प्रतिनिधिहरूले सङ्घर्ष गर्नुहुनेछ। त्यसपछि आउँछ यो महिला र दलितहरूमाथि भइरहेको हिंसा र विभेद। अहिले देशभरि कुरा सुन्दाखेरि दैनिक जसो होइन एउटा श्रमिक समुदायमाथि पनि उपेक्षा अस्ति भर्खर पनि आउँदै थियो। आजसम्म पनि होटेलमा तपाईँको चिया खाएपछि चिनेको ठाउँमा चाहिँ
होइन, अनि त्यसपछि गएर नस्वीकार्ने, अनि अरू तपाईँको चाहिँ झगडा गर्ने या तपाईँको चाहिँ कुटपिट गर्ने, हिंसा गर्ने खालका समस्याहरू सुनिराखेका छन्। महिलाहरूलाई पनि त्यो खालको कैयौँ चरम यातना दिने, दैनिक जसो महिलाहरूमाथि भइराखेका हिंसाका समाचारहरू हामीले पढिराखेकै छौँ। यो स्थितिमा महिला र श्रमिक समुदायमाथि भइराखेको हिंसाको विरुद्धमा पनि हाम्रो प्रतिनिधिहरूले अझ कडा कानुन बनाउने, अझ स्पष्ट नीतिहरू बनाउनेमा सङ्घर्ष गर्नेछन् र त्यो क्षेत्रमा पार्टीले पनि काम गर्नेछ भन्ने कुराहरू यो भयो कमेन्टहरू। त्यसपछि भ्रष्टाचार सम्बन्धी छ अर्को हाम्रो त घोषणा पहिले पनि हामीले गरेका छौँ। भ्रष्टाचार यो देशको एउटा महारोग हो र आज देशलाई टाट पल्टाउने र कङ्गाल बनाउने मध्येमा नेपालको आर्थिक नीति पनि जिम्मेवार छ, गैर जिम्मेवारपूर्ण आर्थिक नीतिहरू। त्यो सँगसँगै एउटा प्रवृत्तिको हिसाबले, आचरणको हिसाबले हेर्नुभयो भने भ्रष्टाचार गाउँ तहदेखि केन्द्रसम्म फैलिएको एउटा ऐजेरो रोगको रूपमा चाहिँ यो देशमा विद्यमान छ। त्यसैले यसलाई त ठुलो अपरेसन नगरेसम्म चाहिँ देशमाथि जाँदैन भनेर हाम्रो पार्टीले भ्रष्टाचार सम्बन्धी छानबिन गर्ने विशेष उच्च स्तरको एउटा अदालत निर्माण गर्ने, त्यसपछि गएर तपाईँको चाहिँ एउटा आयोग निर्माण गर्ने र भ्रष्टाचारीहरूलाई उसको दोष हेरेर होइन सर्वस्व हरणसहित उसको सम्पत्ति राष्ट्रियकरण गर्दै आजन्म चाहिँ उसलाई कैदको व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ। यसरी चाहिँ गरेका छौँ र अरू राष्ट्रघाती सम्झौता मैले भने 1950 को नेपाल र भारत बिचमा भएको असमान सन्धिले हामीलाई जहिले पनि झस्काउने गरेको छ। त्यसमा थुप्रै खालका असमान सन्धिहरू सम्झौताहरू थोपरिँदै पछिल्लो समयमा एमसीसीले अहिले नेपाली जनताकोमा एउटा ठुलो चिन्ता बनाइरहेको छ र तपाईँले आज भोलि पनि सुनिराख्नु भएको छ। हिजो मात्रै पनि सूचना थियो एमसीसीले हाम्रो संरचना जहाँ बनाइरहेको छ त्यसको वरिपरि अरू संरचना बनाउन नदिनु भनेर हिजो राज्यले सूचना जारी गर्दै थियो। भनेपछि राज्य त एउटा एमसीसीको घोडा बनेर हिँडिरहेको र यहाँका दलालहरू चाहिँ होइन यस्तो दलालहरू कि तपाईँको चाहिँ एउटा कुनै कम्पनीको होइन उनीहरू एजेन्ट बन्नेमा आनन्द मान्ने, आफ्नो देशको स्वाधीनता गौरव र यहाँको आफ्नो तपाईँको चाहिँ जो सार्वभौमिकता हुन्छ त्यो प्रति तपाईँको चाहिँ व्यवस्था गर्ने, अपराध गर्ने ठाउँमा जो गइरहेको छ एमसीसी सम्झौतालाई हामीले भनेका छौँ खारेज गरिनुपर्छ या तपाईँको चाहिँ नेपालको संविधानभित्र ल्याइनुपर्छ। यसरी हामीले आफ्नो दृष्टिकोणहरू यो प्रतिबद्धता पत्रमा हामीले राखेका छौँ। पत्रकार साथीहरू, अरू हामी चाहिँ यसलाई विश्लेषण गर्नु पर्यो भने हामी स्पष्ट ढङ्गले अरू यसका बुकलेटहरू या तपाईँको योमा विस्तारमा व्याख्या गरिएका डकुमेन्टहरू यहाँहरूको बिचमा हामीले ल्याउने नै छौँ र यो एउटा संक्षिप्त जनतालाई पढ्न पनि सजिलो होस्, तपाईँहरूलाई हेर्न पनि सजिलो होस् र हाम्रो नीति बुझेर अरू बहसहरू हुनको निम्ति सजिलो बनोस् भनेर यो संक्षिप्त खालको एउटा संक्षिप्त तर सबै विषय समेटिएको प्रतिबद्धता पत्र यहाँहरूको बिचमा हामीले राखेका छौँ र हामी यो जनतामा पनि लिएर जानेछौँ। हाम्रा प्रतिनिधि साथीहरूले यो लिएर जानुहुनेछ र समाजमा त्यसपछि गएर देशमा एउटा राम्रो बहसको वातावरण हाम्रो प्रतिबद्धता पत्रले सिर्जना गर्नेछ र हामी सहभागी बन्नेछौँ भन्ने कुरा राख्दै म आफ्नो कुरा यहाँ पुग्छु। हस् त, धन्यवाद। अभिवादन। यसमा हाम्रो धनञ्जयले अब संसदमा पुगेर मात्रै त होला नत्र कसरी हो त भन्ने जो कुरा छ यो जायज नै हो र अर्कोले पनि कति जित्नुहुन्छ पनि भन्नुभयो अथवा सम्भावना के छ भन्नुभयो। यस्तो छ योमा एउटा बाहिरबाट देखिँदाखेरिको चित्र, जनताको प्रस्तावको विषय, राष्ट्रको आवश्यकताको विषय, मुद्दाको कुरा र एउटा अहिलेसम्म निरन्तरतामा लडेको र प्रतिबद्धताको विषय। यसबाट हामीले जनतालाई यहाँ एउटा भन्ने मौका पनि छ र म अपिल गर्न चाहन्छु कि जसको घरमा गए पनि, जुन गाउँमा गए पनि यदि तपाईँ पार्टीको नाम नलिएर सोध्नुहुन्छ भने पनि जनताको चाहना अहिलेको यो भ्रष्टाचार, पराधीनता, दलाली, सुदखोरी, कमिसनखोरी आदि इत्यादिबाट मुक्त देशको निर्माण छ र उनीहरू सबैले आफ्नो अधिकार सुनिश्चित भएको राज्य चाहन्छन् र उनीहरूले विभिन्न क्षेत्रमा जहाँ जहाँ आफू उत्पीडित छन् त्यो उत्पीडनबाट मुक्ति चाहन्छन्। यो कुरा चाहिँ एकदम प्रष्ट छ। त्यसो गर्दा उनीहरू असन्तुष्ट पनि छन्, उनीहरूको आफ्ना गुनासा पनि छन् भने हामीले हाम्रो दायित्व के हो भने जनताका विषयहरूलाई उठाउनु, इमान्दारीपूर्वक ती प्रस्तावहरूलाई चाहिँ नेतृत्व गर्नु, जनतालाई बाटो देखाउनु र जनताका प्रस्तावहरूलाई राज्यमा रूपान्तरण गरेर फेरि नीतिमा ढालेर कार्यान्वयन गर्ने हाम्रो चाहिँ दायित्व हो। हामी त्यसरी ठान्छौँ। त्यस हिसाबले हेर्दा सबै पुराना पार्टी र पुराना नेता या अहिलेसम्म प्रयोगमा गएका पार्टीहरूको स्थिति चाहिँ जनताको नजरमा चाहिँ अविश्वसनीयता छ, त्यहाँ शङ्का छ, त्यहाँ तपाईँको चाहिँ स्पष्टता, प्रतिबद्धता देखिँदैन। हामी पनि यही छौँ। यहाँहरूले भन्नुभएको जस्तो लगातार हामी बाहिर छैनौँ, चाहे जनयुद्धको कुरा गर्नुहोस्, त्योभन्दा अगाडि पञ्चायतसँग लड्दा कुरा गर्नुहोस्, आजको दिनसम्म पनि हामी लगातार जनताका विषयलाई उठाएर लडेका छौँ भने जनताले यो कुरा बुझ्दै जानुभयो भने आज यो वर्ष यो चुनावमा, अर्को चुनावमा, तर एकचोटि उनीहरूले जसरी अहिले एउटा लहर चलेको छ नयाँलाई छान्छौँ भन्ने, नयाँ भनेको मान्छेलाई होइन, यदि प्रस्तावलाई हो, मुद्दालाई हो, समस्यालाई हो भने
हाम्रो र नेपाली परिवर्तनकारी जनताको बिचमा चाहिँ एकरूपता छ, बुझाइ एकै ठाउँमा छ र त्यो हिसाबले जनताले अवश्य पनि आफ्ना प्रस्तावहरूलाई उठाउने प्रतिनिधिहरूलाई नै छान्नु हुनेछ भन्ने हाम्रो आत्मविश्वास छ र त्यसरी हाम्रा युवा साथीहरूलाई हामीले प्रतिनिधित्वमा उठाएका छौँ। अहिले 130 जनाले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ र आएको सूचनामा जनताले कतै पनि नेकपा माओवादीका उम्मेदवारहरूलाई तिमीहरू यो होइन त्यो होइन भन्नुभएको छैन। जता गए पनि तपाईँहरूको ठिक छ, मेहनत गर्नुहोस्, यही पटक अर्को पटक, तर हामी साथ दिन्छौँ। मलाई पर्सनल्ली बाटोमा भेट्ने युवाहरूले, बुद्धिजीवीहरूले, व्यवसायीले पनि के भन्नुहुन्छ भने दाइहरू नआत्तिनुहोस्, एकचोटि यो देशको नेतृत्व तपाईँहरूले गर्नै पर्छ भनेर आश्वासन दिएको देख्दा, थुप्रै माया व्यक्त गरेको देख्दाखेरि यो चुनावमा हाम्रा प्रतिनिधिहरूले अरूले सोचेको भन्दा नयाँ परिणाम लिएर आउनुहुन्छ र जनताले पनि त्यो परिणाम हामीलाई चाहिँ दिनुहुन्छ भन्ने हामीलाई चाहिँ एउटा आत्मविश्वास छ र गएका साथीहरूको धेरैतिरको रिपोर्ट चाहिँ सकारात्मक छ। यसकारण यहाँहरूले भन्नुभएको जस्तो जनताले जिताउनु भयो भने संसदमा बसेर उहाँका प्रस्तावहरूलाई कानुनमा बदलेर, पोलिसीमा बदलेर लागू गर्नेतिर हामी लड्नेछौँ। होइन जनताले तिमीहरूले यो पटक होइन अर्को पटक या पछि भन्नुभयो भने त्यसलाई पनि स्वीकार्दै सडकबाट जनताका मुद्दाहरूलाई निरन्तर उठाउनेमा एउटा पार्टीको भूमिका, हाम्रो प्रतिनिधिको भूमिका कायमै रहनेछ। त्यसकारण हामीलाई आशा छ कि 130 जना साथीले प्रतिस्पर्धा गर्दा सम्भव हुनसक्छ धेरै साथीहरू जितेर आउनु होला। नभए तपाईँको चाहिँ अवश्य पनि केही ठाउँमा हामीलाई जिताउनु नै हुन्छ, जिताउनु पर्छ नै। नेपाली जनताले यहाँबाट सायद राम्रोसँग सुन्नुभएको होला। तपाईँले यो पटक पैसाको लोभमा नपरेर, पार्टीको घेराभित्र नपरेर, होइन अहिलेसम्मका सबै परीक्षणहरूलाई हेरेर, होइन एकचोटि होइन हामीलाई ठुलो पार्टी हो, हाम्रो पैसा छ यस्तोरी होइन। नेकपा माओवादी आजसम्म सडकमा तपाईँहरूसँगै बसेर, समाजमा बसेर लडेको प्रतिनिधिको हिसाबले जिताएर पठाउनु भयो भने हामी देश र जनतालाई होइन हित हुने बाहेक अर्को गर्दैनौँ भन्ने चाहिँ हामीसँग आत्मविश्वास छ। यस अर्थमा तपाईँलाई अहिले त लाग्ला विप्लवले यहाँ भने पनि जित्ने त होइन भन्ने पनि तपाईँलाई छ, तर होइन। पत्रकार साथीहरू सबैले जनताको प्रस्तावलाई ध्यान दिएर प्रचार गर्नुभयो, जनतालाई हामीले प्रभावित पार्यौँ भने एउटा नयाँ होइन परिणाम आउन सक्छ भन्ने हामीलाई विश्वास छ र त्यही विश्वासमा हामीले यो प्रतिबद्धता पत्र सारेको हो। हामी संसदमा जान्छौँ, त्यहाँबाट लड्छौँ, अनि त्यसपछि गएर यहीँ थप्नुभयो। यसो हो भने के दलाल पुँजीवादी सत्तालाई तपाईँहरूले त्यहाँबाट बदल्न सक्नुहुन्छ? अवश्य संसदलाई हामीले के भनेका छौँ भन्दाखेरि सङ्घर्षको एउटा मञ्च पनि हो। त्यो सङ्घर्षको मञ्च हाम्रो मात्रै होइन, गगन थापा, बालेनहरू, प्रचण्डजीहरू, केपीजीहरूले पनि भनिराख्नु भएकै छ नि, हामीलाई जिताउनु भयो भने पनि संसदबाट हामी लड्छौँ। उहाँले कति लड्नुभयो कति लड्नु भएन त्यो उहाँहरूको कुरा छ, तर उहाँले पनि त भनि त राख्नु भएको छ संसदलाई हामी राज्य रूपान्तरणको निम्ति सङ्घर्ष गर्ने बनाउँछौँ भन्ने बेलामा नेकपा माओवादीले त ठुलो स्वरले जनताले सुन्ने गरी हामी के भन्छौँ भने जनताको भूमिकालाई पनि हामी एकदमै उचाइमा उठाउँछौँ, संसदको भूमिकालाई पनि उठाएर संसद र जनताको तालमेल मिलाएर अहिलेसम्म जनताको पक्षमा नभएका निर्णय गराउँछौँ, लागू गर्ने ठाउँमा लान्छौँ भन्ने हाम्रो विश्वास छ। यसरी बुझिदिनु भयो भने यो चाहिँ न्यायपूर्ण हुन्छ भन्ने मलाई लाग्छ। तर आजको साइजबाट यो कुरा स्पष्ट हो कि पार्टीको सदस्य गनेर होइन पार्टीको प्रभाव गनेर चाहिँ हाम्रो पक्षमा परिणाम आइहाल्छ भन्ने कुरा चाहिँ छैन। त्यो कुरा हामीले बाहिरी भनेका छौँ, जनतालाई पनि हामी भन्छौँ। पार्टी सदस्यताको आधारमा हेर्नुभयो भने नेकपा माओवादी 76 जिल्लामा छ, एउटा जिल्लामा हाम्रो सम्पर्क मञ्च छ, बाँकी 76 जिल्लामा हाम्रो पार्टी कमिटी छ, तर त्यो युनिटको रूपमा छ, जनताको सेवाको पक्षमा लड्ने गरी छ। त्यो चाहिँ निर्णायक ढङ्गले मत लिएर आइहाल्ने अवस्था हो भन्ने हामी त्यो भन्दैनौँ, तर ती मान्छे जति 76 जिल्लामा हाम्रो कमिटीहरू छ ती चाहिँ वास्तविक नेपाली जनताको प्रतिनिधित्व गर्ने कमिटीहरू हुन्। तपाईँहरूलाई पनि युवाहरूलाई पनि भन्छु, पार्टीप्रति घेराबन्दीमा परेर सोच्नुभयो भने देश चाहिँ अझै पनि 20औं वर्षसम्म यस्तै हुने हो। होइन, निष्पक्षताको आधारमा देशको मुद्दा उठाउने शक्तिलाई जिताउन त भनेर सोच्दाखेरिको स्थितिमा नेकपा माओवादीले सोचेको भन्दा राम्रो परिणाम पाउँछ, जनताले दिन्छन् भन्ने हामीलाई चाहिँ यो विश्वास छ। अब अर्को आउँछ कि अब यो तपाईँको चाहिँ मुकेश लाग्नु भएको छ, तपाईँ किन जानु भएन? के हो यो त डराएको हो कि हार्छु भनेर, अरू केही हो कि बजारमा त्यही कुरा छ, त्यही कुरा तपाईँले भन्नु। हामीलाई सुख चाहिँ कतैबाट पनि छैन भन्नुहोस् न, होइन नगएपछि किन गइनस् भन्ने, गएपछि के गर्नु भने यो त छ, त्यो हामी त सामना गर्नैपर्छ। तर दुईटै कुरा होइन, अहिले धेरै त आत्तिनु पर्दैन, हारिन्छ भनेर पनि होइन। राजनीति आफैमा प्रतिस्पर्धात्मक सङ्घर्ष हो, त्योबाट हामी पछि फर्किने भए त माओवादी पार्टी नै खोल्ने थिएनौँ। तपाईँलाई थाहा छ नि, हामीले पार्टी बनाउँदाखेरि यो माओवादी पार्टी नै बन्दै बन्दैन भने पनि विप्लवले रहर गरेर हुन्छ, पार्टी नै बन्दैन, कसले सकेको छ र बन्छ। अहिले भर्खर पनि कोही साथीले भने देख्छु म चाहिँ, होइन फुटेर के भयो त भन्ने, फुटेर केही भएको छैन भने विप्लवलाई किन सोच्नु पऱ्यो त, नेकपा माओवादीलाई किन धेरै ध्यान दिनु पऱ्यो, आफ्नो काम गरे भइगयो नि। तर आजको दिनमा नेकपा माओवादी भनेको राष्ट्रिय राजनीतिको केन्द्रमा भएको फोर्स हो।
तपाईँले सुन्नुभयो नि अस्ति तपाईँको जेनजी विद्रोहपछि पनि काठमाडौँमा नारा लाग्दाखेरि अरू पुराना नेताहरूको नाममा त लागेन, थोरै धेरै भए पनि कम्युनिस्ट पार्टीको तर्फबाट त नेकपा माओवादी र विप्लवहरूकै नाम आयो नि त सडकमा। थोरै आयो होला, धेरै आयो होला, अरूको पनि आउँदा नेकपा माओवादीको नाम पनि भद्रकालीको अगाडि गुन्जिएको छ नि, होइन? आज पनि छ नि त्यो कुरा हामीले कसैलाई उचालेको कुरा होइन नि, सत्य कुरा यो। एक दोस्रो कुरा, नेपालको निकास के हो भनेर बहस हुँदाखेरि सायद मान्छेले आरोप पनि लगाए, भद्रकालीमा गयो विप्लव भन्ने पनि भयो, सायद तपाईँले पनि पढ्नु भयो होइन? यस्तो तुच्छ कुरा पनि आयो नि। तर त्यो कुरा होइन, नेपालको राष्ट्रिय समस्यालाई समाधान गर्नको लागि नेकपा माओवादी र यो लिडरसिप पनि एउटा हो भन्ने चर्चा अवश्य नै हुनुपर्छ र बनाउने हाम्रो चाहना पनि छ। त्यसकारण हामीलाई प्रतिस्पर्धामा डर लाएर रोल्पा नगएको कुरा पनि होइन। अथवा अहिले भर्खरै फेरि अर्को हामीले सोचिहालेर तपाईँले भने जस्तो फेरि हाम्रो कम्युनमा बम छ भनेर पुलिसले खोतल खातल पारे जस्तो कुरा पनि होइन। योमा पनि कहीँ पनि तपाईँको चाहिँ त्यो तर्सिनु पर्ने कुरा केही पनि छैन, होइन? त्यहाँ लिडरसिप बाहिर बसेर अर्को केही सोच्या हो कि भन्ने कुरा पनि होइन। तर हामीले यो चाहिँ हो कि कम्युनिस्ट पार्टीको प्रयोग हामी नयाँ गर्न चाहन्छौँ, जो कुरा तपाईँहरूको बिचमा मैले धेरै पहिला भनिसकेको छु। हाम्रो पार्टीले पहिले 64-65 सालबाट हामीले भनेका छौँ, सबै नेता संसदमा जाने, सबै बाहिर बस्ने, यो तरिका कम्युनिस्ट आन्दोलनमा ठिक छैन, होइन? त्यो कम्युनिस्ट पार्टी भनेको पनि जनताको सेवा गर्ने साधन हो, संसद भनेको पनि साधन भएको हुनाले संसदबाट पनि एउटा पङ्क्तिले चाहिँ जनताको निम्ति काम गर्नुपर्छ। तर त्योभन्दा पनि महत्त्वपूर्ण कम्युनिस्ट पार्टीलाई जनताको पार्टीमा बनाइराख्नुको लागि होइन सबै जाने नीति चाहिँ प्रयोग गर्नु हुँदैन भन्ने हाम्रो थियो र हाम्रो पार्टीले त्यहीलाई अनुमोदन गरेको हुनाले हामी चाहिँ नगएको हो। यति कुरा चाहिँ म स्पष्ट गर्न चाहन्छु। अब त्यसपछि गएर यो एकता किन भएन र पद नमिलेर हो कि या तपाईँको के हो भन्दाखेरि सायद त्यो कुरा पनि होइन, पद त फालाफालै छ। अहिले पदकै कुरा गर्दा त म अहिले महासचिवै छु नि नेकपा माओवादीको, त्यहाँ पदमै आनन्द हुने भए त हामी एकताको कुरै गर्दैन थियौँ नि। हामीले नै हो 1.5 वर्ष अगाडि एकताको कुरा गरेको, यहाँ सबैलाई थाहा छ होला, होइन? तर हामीले भनेका थियौँ न्यू कम्युनिस्ट सेन्टर, न्यू लिडरसिप, न्यू पोलिसी, नयाँ प्रस्तावहरू चाहिन्छ, नयाँ नेताहरूको निर्माण गर्नुपर्छ र नयाँ पार्टी बनाउनुपर्छ। त्यसो भनेर अग्रज पुराना कमरेडहरूलाई अपमान हामीले गरेको होइन। हाम्रो प्रष्टै छलफल भएको छ, कमरेड प्रचण्डसँग पनि हाम्रो लामो छलफल चलेको छ र लगभग अन्तिममा पुगेको हो। तर बाहिर बजारमा हल्ला के छ भन्दाखेरि नेकपा माओवादी र विप्लवहरू फर्किए भन्ने छ, त्यो कुरा झुटो कुरा हो, होइन? म त्यो चाहिँ कसैले न भ्रम कता तस्करको त कसैले भ्रममा पार्यो कि होइन, दबाब दियो कि भने यी सब लोभ, यी सब वाहियात कुराहरू। साँचो कुरा उहाँसँग जे समझदारी हाम्रो भएको थियो त्योबाट फर्केको उहाँहरू नै हो। त्यो फर्केपछि हामी चाहिँ तयार कहाँ नभएको हो भने हाम्रा केही मान्यता छन् क्या, सैद्धान्तिक मान्यता छ। जस्तो अहिले माओवादी भन्ने नै सिद्धिसकेको थियो नि, हराएको थियो नि। आज मात्रै पनि मलाई एकजना बुद्धिजीवी साथीले भन्नुभयो लगभग माओवादी इतिहासबाट समाप्त भइसकेको बेलामा तपाईँले जुन दुस्साहस भने पनि साहस भने पनि मान्छेले भनेका छन्, होइन? नेकपा ठिकै थियो, अनि फेरि यो माओवादीको पुच्छर किन जोडेको, यो त मान्छेले मनै पराउँदैन। यस्तो बेलामा राम्रो काम गर्दै आएको पार्टीले फेरि त्यो माओवादी भन्ने बोझ भइसकेको शब्द किन लिएर थुपरेको भन्ने पनि छन्। तर मलाई आज मात्रै भन्नुभयो तपाईँहरूले साहस गरे पनि दुस्साहस गरे पनि इतिहासको रक्षा हो र आउँदो नयाँ पुस्तालाई, युवा पुस्तालाई हामीले के गरेका थियौँ भनेर होइन शिक्षित गर्ने कुरा हो। त्यसकारण यो कुरा हामीले गरेका छौँ। त्यहाँ यो कुराहरू छ कि विचारधाराको क्षेत्रमा छ। हेर्नुहोस्, विचार केही होइन, पार्टी र नेता भइहाल्छ, यो त नयाँ भन्नेको सिद्धान्त हो, होइन? अहिले के देखिन्छ भने सिद्धान्त विचारको कुरा गर्नु हुँदैन, किन कुरा गर्ने भन्ने कि यो कसको तरिका हो भन्दाखेरि पुँजीवादीहरूको तरिका। र पुँजीवादमा पनि अहिलेको यो लोकप्रियतावादको चाहिँ नारा हो, हेर्नुहोस् न, मान्छे देखाउने अनि त्यसपछि गएर केही भ्रम छर्ने अनि हत्त नपत्त सत्तामा पुगेर गरिहालिन्छ भन्ने यो उपभोगवादी र लोकप्रियतावादी नारा हो। त्यसो हुँदैन। कम्युनिस्ट आन्दोलनमा हामीले नयाँ पुस्तालाई होइन सिद्धान्त, विचार, शिष्टता, नम्रता, अनुशासन, उद्देश्य, लक्ष्य सबै कुरा देखाउनुपर्छ। त्यो देखाएर मात्रै जान सकिन्छ। त्यसमा अहिले जसरी तपाईँ अहिले हाम्रो धेरै भन्नु छैन, तर कम्युनिस्ट आन्दोलनमा पनि एउटा कस्तो आएको छ भन्दाखेरि सिद्धान्तहीनता, होइन, गडजोड, स्वार्थपरकता अनि फाइदा, मुनाफावादी, तत्काल फाइदा हुन्छ भने जे पनि गर्ने, यसो गर्न सकिँदैन। त्यहाँ हाम्रो चाहिँ केही विभूतिहरू छ। त्यस सङ्गठनात्मक मान्यता पनि छ। अहिले भन्नुहोस् न, सानो कुरामा उहाँहरूको मामिला हो, तर यो संसारमा कम्युनिस्ट आन्दोलनलाई बेजेत बनाउने कामहरू हो नि। 4000 5000 को कमिटी हुन्छ, केन्द्रीय समिति, तब उहाँहरूको मामिला हो। तर हामीलाई के झस्काउँछ भन्दाखेरि यस्तो कम्युनिस्ट आन्दोलन नेपालमा लोकप्रिय हुन्छ, यस्तो खालको चरित्र तपाईँ अरूले खर्च गर्यो भने उत्तिकै खर्च गर्ने, अरू जुन बाटो हिँडेको छ त्यही बाटो हिँड्ने कम्युनिस्ट पार्टी किन चाहियो? कम्युनिस्ट पार्टी त प्रतिकूल धारामा बग्ने चिज होइन, होइन? सब पुँजीवादको दौडी राखेका बेलामा जनतालाई अनुशासन, सभ्यताको पाठ सिकाउने आन्दोलन हो नि कम्युनिस्ट आन्दोलन भनेको, होइन? त्यसकारण यहाँ पनि हाम्रो मिला छैन, सङ्गठनात्मक कुराहरू पनि छैन। त्यसै यी कुराहरूमा लाई पन्छाएर ल आइहाल्नुहोस्, तुरुन्तै हतार गर्नुहोस्, एक दुईजना गाँस्तो पनि गर्ने, ल्या जस्तो, यस्ता कुराको कुनै अर्थ छैन के। सिँगै फेदमा जरामा किरा लागिसकेपछि अनि एक दुईवटा हाँगालाई काटछाट गरेर त्यसको कुनै औचित्य छैन। त्यसलाई त आमूल परिवर्तन गरेर निराकरण गर्नुपर्छ रोगहरूको, र त्यसपछि कम्युनिस्ट आन्दोलनलाई नयाँ मल जल सहित
होइन, नयाँ तपाईँको वातावरणमा हुर्काएर मात्रै लोकप्रिय बनाउँछ। त्यस कारण योमा छ। मैले तपाईँलाई यो कुरा किन भने ठ्याक्कै ओठे जवाब पनि दिन सकिन्थ्यो नि, त्यो कुरा होइन। कम्युनिस्ट आन्दोलन भयङ्कर ठुलो एउटा तपाईँको चाहिँ केमा पुगेको छ भने सङ्कटमा पुगेको छ। यो कुरा सबैले बुझ्नुपर्छ। नयाँ आदर्श मान्यताहरू दिन सकिएन भने कम्युनिस्ट आन्दोलन धेरै चुनौतीपूर्ण ठाउँमा पुगेको छ। त्यस कारण यो चाहिँ हामीले त्यस कारणले नगरेको हो भन्नुहोस् न। त्यसपछि गएर यो तपाईँको चाहिँ एकताको आधार तपाईँहरूले कसरी बनाउन खोज्नु भएको हो त भन्दा मैले यो भने केही सैद्धान्तिक कुराहरू छन्, केही आर्थिक कुराहरू छन्, केही तपाईँको सङ्गठनात्मक कुराहरू छन्, अनुशासन मूल्य मान्यताका कुराहरू छन्। यी सबै कुराहरूसँग सम्बन्धित छ। मैले यति कुरा राखेँ। अब अर्को तपाईँको कम्युनिस्ट पार्टीहरू धेरै भएको हुनाले यो मिलेर लडेको भए पनि चुनावै लडे पनि मिलेर लडेको भए हुन्थ्यो नि भन्ने कुरा सायद यहाँले मैले बाहिर लेखेँ पनि। हाम्रो पार्टी हो, हाम्रो साइडमा एकदम इमान्दारीले के भन्छु भने एक्लै सबैतिर जितिहाल्ने हाम्रो कुरा होइन, तर हाम्रो मतले धेरै ठुलो फरक पार्नेछ भन्ने कुरा सबैले एक्का राखिरहेको हुन्छ। र हामीले 130 ठाउँमा लड्दैछौँ। 130 ठाउँमा पछि थाहा पनि हुन्छ परिणाम आउँदाखेरि। त योमा हामीले भने के हो भने 3टा 4वटा जति कम्युनिस्ट पार्टीहरू अहिले प्रतिस्पर्धामा जाँदैछौँ, पार्टी एकता र मोर्चाबन्दी भनेको फरक हो। मोर्चाको सिद्धान्त भनेको के हो भन्नुहुन्छ भने सैद्धान्तिक रूपले, राजनीतिक रूपले, नीतिगत ढङ्गले कयौँ कुरा मिल्दैन भने मुद्दाको हिसाबले सहकार्य गर्ने सिद्धान्त नै संयुक्त मोर्चा या मोर्चा निर्माण सम्बन्धी धारणा हो। त्यो कुरामा जाउँ न, सबै मिलेर चुनावमा मिलौँ। हामीले नै प्रस्ताव गरेको हो। हामीले केपी ओली कमरेडलाई पनि भन्यौँ, हामीले प्रचण्ड कमरेडलाई पनि भन्यौँ। तर सायद उहाँहरूलाई केही भ्रम छ र केही अहङ्कार पनि छ, त्यसैले उहाँहरूले गर्न चाहनु भएन र उहाँहरू एक्लै जानुभएको छ। एक्लै जाँदाखेरि त हामीलाई के चिन्ता, हाम्रो त जिरोबाट सुरु गरे हो। नेकपा माओवादी त होइन 1000 थप्पे पनि नयाँ आउने हो, 1 लाख थप्पे पनि नयाँ आउने हो, 1 करोड थप्पे पनि नयाँ आउने हो। त्यसकारण यो चिजमा हामीलाई कुनै तनाव छैन। हामी मजाले प्रतिस्पर्धा गर्छौँ, जनतालाई अपिल गर्छौँ र हामी आउँछौँ। तर उहाँहरू त आकाशबाट झर्दै हुनुहुन्छ। यो कुरा सबैले हेक्का राखिरहेको हुन्छ। घमण्डले तल झार्ने हो, घमण्डले माथि लाने होइन। हामी त विनम्रतापूर्वक, हामीलाई बरु थोरै भए पनि हुन्छ, मिलेर लडौँ हामीले भनेकै हो। तर उहाँहरू एकदम 1 नम्बर बन्ने हुनुहुन्छ। 1 नम्बरको त्यो म के भने काल्पनिक र हावादारी सपनामा कुदेर कम्युनिस्ट आन्दोलनमा होइन कुनै तपाईँको लाभ हुनेवाला छैन। त्यो कुरा क्लियर हो र यसको रिजल्ट पनि आउनेवाला छ। अब अहिले माथिबाट गर्नुहुन्न, जिल्लाका भाइ बहिनीहरूलाई लगाएको छ फोन, फेरि ए दाइ यहाँ पनि छोडिदिनुहोस्, त्यहाँ पनि। मैले भने कि केन्द्रबाट सहकार्य गरौँ भन्दाखेरि भाग्ने, अनि हावा चाहिँ एकताको फैलाउने, अनि त्यसपछि गएर फेरि तलबाट सबै कमरेडहरू हाम्रै हुन्, तर हामीले त्यही जिम्मेवारी बोध गरेर त मिलेर गरौँ भनेको हो नि। त्यसमा अहङ्कार देखाउने, अनि तलबाट फेरि अहिले समस्याहरू छ। कम्युनिस्ट लडेपछि कसरी जित्छ त? हो त नि, त्यो कुरा जनतालाई थाहा छ नि। त्यस कारण त्यो कुरामा त मिलौँ भन्दाखेरि होला फेरि परिस्थिति गुमिसक्यो भन्ने पनि होइन। म यहाँबाट अपिल गर्न चाहन्छु, सबै नेताको दिमागमा चाहिँ यो घुसोस्। हामी कुनै तर्सेर लोभिएर होइन, हामीलाई थोरै भए पनि हुन्छ, धेरै पनि हुन्छ। हामी त यो देशलाई बदल्ने सपना छ के। यो कुरा के मानिरहनु हो तपाईँले, यो फेरि यो भनेर अर्को होइन। तर हामी यो दलाल पुँजीवादमा यही सकिन्छौँ भन्ने हाम्रो कुरा छैन। हामी त आफ्नै एउटा लक्ष्यमा छौँ। नेपाल सरकारले पनि भनिरहेको छ अरे, हिजो मात्रै एकजना उम्मेदवारसँग डिएसपीले के सोध्नुभएछ भने उम्मेदवारलाई हेर्नुहोस् है, यो हास्यास्पद लाग्छ कि मलाई। एकजना उम्मेदवारलाई के सोध्नुभयो भने कहाँ हुनुहुन्छ, म जनतामा छु, खारेज के भइरहेछ भने चाहिँ तपाईँको पार्टीको खारेजको कुरा पनि सुनिन्छ। उम्मेदवारलाई खारेजको कुरा सोचिरहेको छ राज्य। ती मान्छे दिमाग सही भएका हुन् कि अथवा राज्य नै त्यस्तो हो कि अनौठो हो कि होइन, उम्मेदवारलाई खारेजको कुरा सोचिरहेको छ कि भनेपछि यो कुराले के देखाउँछ त भन्दाखेरि हेर्नुहोस्, राज्य नै एउटा त्यो मनोभ्रममा र ठुलो तमा देखिन्छ, त्यस्तो होइन। होइन, एउटा कता मनोगत विश्लेषणमा, आतङ्कमा, त्रासमा या अहङ्कारमा, षड्यन्त्रमा देखिन्छ यो। भन्नुहोस् न, यसरी होइन। त्यस कारण हामीले कम्युनिस्ट नेताहरूलाई के भन्छौँ भने हेर्नुहोस्, समय छ, छलफल गरौँ, राम्रो बनाऊ। हामी नयाँ आदि हुरीहरू जो छन् नि, त्यत्तिकै तुफान बनेका चिजहरूलाई हामी रोक्न सक्छौँ। तर होइन, अहङ्कारमा जाने हो भने हामी त उठि नै हाल्छौँ। हामी त तपाईँको भुइँमा बसेको मान्छे हो, हामी उठ्छौँ नै होइन। अरू बाँकी त इतिहासले फैसला गर्छ। सबै एकै हुन् भन्ने कुरा सही हो त अनि सापेक्षिक ढङ्गले सबै प्रयोग हुँदै गरेको बेलामा कसको कुन चाहिँ प्रयोग चाहिँ बढी प्रभावकारी होला जनताको नजरमा? तपाईँहरूकै निम्ति पनि कुन चाहिँ नीतिलाई, कुन चाहिँ जीवनलाई, कुन चाहिँ आर्थिक नीतिलाई, कुन चाहिँ तपाईँको अनुशासनलाई, कुन चाहिँ कमिटी प्रणालीलाई प्रयोग गर्यो भने त्यो सुदृढ होला? अवश्य तपाईँहरूलाई पनि छ। अब सबै उस्तै हुन् भन्नुभयो भने योभन्दा भयङ्कर ठुलो विपत्तिमा हामी पर्नुपर्छ। यस्तो हुन्छ, यसको नियम साइन्समा के हुन्छ भन्नुहुन्छ भने अब जन्मिन्छ, हुर्किन्छ, बुढो हुन्छ, मर्छ, होइन, फेरि नयाँ जन्मिन्छ। त्यसैले हामीले सकेसम्म उमेरमा कोही नमरोस् भनेर हामीले चाहिँ कामना गर्नुपर्छ होइन। अलि मान्छे के अलि बाँच्छ भन्ने आशा भए मान्छे मऱ्यो भने अलि धेरै पिर पर्छ।
बुढो भएर 84 85 90 वर्षको मान्छे मऱ्यो भने एकछिन पीडा त हुन्छ, तर त्यसलाई दफनाउनु सजिलै हुन्छ होइन। त्यसैले कुरा के हुन्छ भन्नुहुन्छ भने हामीले गरेको प्रयत्न के हो भने माओवादी आन्दोलन, कम्युनिस्ट आन्दोलन जस्तो उर्वर बनेको थियो त्यो अनुसारको मेहनत, त्यो अनुसारको कठिनाइको सामना अनुशासित बनाउने जिम्मा जो हो नि त्यो हाम्रो हो। त्योमा म पनि जिम्मेवार छु। लडिराखेका छौँ र हाम्रो एउटा आकाङ्क्षा छ, चुनाव चिन्ह पनि आइहाल्ला, ढिलो चाँडो आइहाल्छ। त्यो मात्र होइन, माओवादी आन्दोलन मैले त भनेको छु जलजला पहाडका चिहानबाट उठेर आउँछ। अघि नै भनेर तपाईँले अहिले सोधेको प्रश्नै मिलेन। त्यसकारण हिजो त्यो पनि होइन, आज यो पनि होइन, नेपालमा क्रान्ति हुन्छ, माओवादी जितेर आउँछ क्या, यो हेरिराख्नुहोस् न। हस्।